गरिहाल्नु नि भारी बोकेको आमै कहाँबाट लिएर आउनु भएको दुध पर पाउँदो रहेछ कि गोलग्राउन्डमा ए त्यहाँबाट ल्याउनु नि। जाडो भएर कक्रिरहेको छु म त आमै गएको ल मैले ए हुन्छ शोभा दिदी आउँदै गर्नुहोस् ल यो पिङ चाहिँ कसको हो नानी यो पिङ चाहिँ हाम्रै हो अन्त यहाँ मान्छेहरू आउँदैन रहेछ त अन्त यहाँनिर मान्छेहरू चाहिँ अहिले जाडोले गर्दा कक्रेर ओछ्यानमै बसिरहेछ ए तपाईँ तिर त 3 जना मात्रै रहेछ त यहाँ मेरो छोरा खेल्दैछ उपर ऊ पछाडि आउँदैछ ऊ अब बस्दै बस्यो सुल्क्यो ऊ आयो अनि तपाईँ चाहिँ यस्तै बोकेर पिङ खेल्नु हुने म त पिङ खेल्दिनँ ओ म त पिङ एरोप्लेन म त दुध ल्याउन आएको कि अब घर जान आँटेको कि जाडो पुरा छ ए घर पुगेर तातो चिया खाउँ जस्तै भइरहेछ आउँदै। बुढी भए आउँदै गर्नुहोस् ल शोभा दिदी काम पनि गर्नु सक्दिनँ जिउ पनि भारी भारी भइरहेको छ अन्त तपाईँ त यसो हेर्दा त लुगा त चिन्ता बस्नु आँटेको जस्तो छ त दिदी होइन, यस्तै लुगा किनिदिएको छ नि त छोरीले हो अन्त यस्तै लुगा लगाएर हिँड्नु है आमा भनेर चाहिँ भने कि मैले नि यतिकै हिँडेको। आमा सिरियसली गइदिन्छ नि